सबैजना नमस्कार। मेरो नाम चाहिँ तिलक विश्वकर्मा। आज चाहिँ हामी क्लास 12 फिजिक्स थर्मोडाइनामिक्स फर्स्ट लको न्युमेरिकल ल्याएर आएको छौँ। न्युमेरिकल वार्षिक इक्जाममा सोधिरहेको इम्पोर्टेन्ट न्युमेरिकलहरू नै है। न्युमेरिकल गर्नुभन्दा अघि हामी केही इम्पोर्टेन्ट फर्मुलाहरू हेरौँ। जस्तै फर्स्ट लले के भन्छ त भन्यो भने डिक्यू इक्वल टु डियू प्लस डिडब्लु भन्छ है। डिक्यू भनेको बाहिरबाट सप्लाई गरेको हिटले के काम गर्छ, डियू भनेको इन्टरनल इनर्जी है, इन्टरनल इनर्जी, एन्ड डिडब्लु भनेको वर्क डन गर्ने, दुईवटा काम गर्दो रहेछ के। यही नै हो फर्स्ट ल थर्मोडाइनामिक्स हो। यो हामीले ड्राइभ गरे है। सिपी माइनस सिबी इक्वल टु आर। यो चाहिँ सिपी भनेको मोलार हिट क्यापासिटी एट कस्ट एन्ड प्रेसर माइनस मोलार हिट क्यापासिटी एट कस्ट एन्ड भोल्युम इक्वल टु आर भनेको त युनिभर्सल ग्यास कन्स्ट्यान्ट हो। अनि यो यसलाई गामा भन्छ के। यो गामाको भ्यालु निकाल्नु पर्यो भने सिपी बाई सिबी हुन्छ है। अब आइसोथर्मल प्रोसेसमा हेर्दाखेरि है, आइसोथर्मल प्रोसेसमा हेर्दाखेरि पिभी कन्स्ट्यान्ट हो नि त, टेम्परेचर कन्स्ट्यान्ट राखेर गर्दाखेरि हामीले ड्राइभ गर्दा पिभी कन्स्ट्यान्ट आउँछ है। P1 V1 इक्वल टु P2 V2 भयो। यसै गरेर यो एडियाबेटिक प्रोसेसको लागि चाहिँ P1 V1 गामा इक्वल टु P2 V2 गामा हुन्छ। एडियाबेटिक प्रोसेसमा हिट कन्स्ट्यान्ट हुन्छ। टेम्परेचर र भोल्युममा एक्सप्रेस गर्दा T1 V1 गामा माइनस 1 इक्वल टु T2 V2 गामा माइनस 1। अब प्रेसर र टेम्परेचरको P1 गामा माइनस 1 डिभाइड बाई T1 गामा इक्वल टु P2 गामा माइनस 1 डिभाइड बाई T2 गामा हुन्छ। यो चाहिँ आइसोथर्मल प्रोसेस। अब आइसो होइन यो एडियाबेटिक है। अब आइसोथर्मल प्रोसेसको वर्क डन निकाल्ने फर्मुला के हुन्छ त, वर्क डन इक्वल टु एनआरटी। एन भनेको नम्बर अफ मोल, आर भनेको युनिभर्सल ग्यास कन्स्ट्यान्ट भइसक्यो, टी भनेको टेम्परेचर लग V2 बाई V1, अथवा प्रेसरको टर्ममा लेख्नु पर्यो भने एनआरटी लग P1 बाई P2 हुन्छ। अब एडियाबेटिक प्रोसेसको वर्क डन निकाल्ने फर्मुला वर्क डन इक्वल टु एनआर गामा माइनस 1 इन टर्म्स अफ टेम्परेचरको फर्मुला लेख्नु भने T1 माइनस T2। यो पनि एडियाबेटिक प्रोसेसमा वर्क डन निकाल्यो है। इन टर्म्स अफ प्रेसर भोल्युमको टर्ममा 1 बाई गामा माइनस 1 P1 V1 माइनस P2 V2 है। यी फर्मुलाहरू युज गरेर हामीले क्वेसनहरू सल्युसन गर्छौँ। अब क्वेसन नम्बर 1 हेरौँ है। के भनिरहेको छ त, अ क्वान्टिटी अफ मोनोएटोमिक ग्यास भनिरहेको छ है। मोनोएटोमिक ग्यास एट 3 डिग्री सेन्टिग्रेड 3 and 30 है, सरी 30, यो T1 को भ्यालु 30 डिग्री सेन्टिग्रेड इज कम्पोज्ड सडनली 8/27 पार्ट्स अफ इट्स इनिसियल भोल्युम। फाइन्ड द चेन्ज इन टेम्परेचर डेल्टा टी निकाल भन्यो। एजमिङ गामाको भ्यालु दिएकै छ 5/3। सोलुसन हेरौँ है। गिभन के दिएको छ, इनिसियल टेम्परेचर दिएको छ T1 30 डिग्री सेन्टिग्रेड। यसलाई केल्भिनमा लिँदाखेरि केल्भिनमा लिनका लागि के गर्नु पर्यो, 30 मा 273 एड गर्ने भने केल्भिनमा जान्छ है। इनिसियल भोल्युम भी थियो भने इनिसियल भोल्युमकै 8/27 कम्प्रेस गरिरहेछ, खाँदिरहेछ भनेको छ क्या। इनिसियल भोल्युमलाई भी मानौँ भने फाइनल भोल्युम V2 इक्वल टु 8/27 टाइम्स भी हुने भयो है। अब फाइनल टेम्परेचर निकालौँ अनि डेल्टा टी निकाल्ने भनेको छ चेन्ज इन टेम्परेचर। यसलाई निवाट गरौँ। उनीहरू हामीलाई के थाहा छ भने T1 V1 गामा माइनस 1 इक्वल टु T2 V2 गामा माइनस 1 भने हामीले अगाडि नै फर्मुला डिस्कस गरिसकेका छौँ। यो चाहिँ टेम्परेचर र भोल्युमको टर्ममा एक्सप्रेस गरेको हो। हामीले यसरी T2 लाई निकाल्यौँ भने V1 यता V2 यता डिभाइड हुन आउँछ है। कस्तो हुन्छ भने T2 इक्वल टु T1 V1 गामा माइनस 1 डिभाइड बाई V2 गामा माइनस 1 हुन्छ। यो सेम छ भने हामीले डाइरेक्ट लेख्न पाउँछौँ V1 बाई V2 होलको पावरमा गामा माइनस 1 लेख्यौँ है। T1 दिएकै छ 303 केल्भिन, 303 राख्यौँ इन्टु V1 भनेको भी हो, V2 भनेको 8/27 टाइम्स भी हो, गामा माइनस 1 छ त्यस भी क्यान्सल आउट भइहाल्छ। 303 इन्टु 27 यो माथि भयो रेसिप्रोकल 1 डिभाइड बाई 1/2 छ भने 2 माथि जान्छ नि त, 2 माथि जान्छ अनि 1 तल रहने हो। त्यस्तै गरेर 27 माथि गयो 27/8 अनि गामाको भ्यालु दिएको छ माथि 5/3 माइनस 1 गर्दाखेरि यसरी क्यालकुलेसन गर्दै जाँदा हाम्रो भ्यालु कति आउँछ भने 681.75 केल्भिन आउँछ है। हामीले निकाल्यो भने त डेल्टा टी होइन र चेन्ज इन टेम्परेचर। यो भनेको त T2 माइनस T1 हो है। T2 हामीले अहिले भर्खर निकाल्यौँ, यो T2 नै हो। अनि T1 त हामीलाई दिएकै छ अलरेडी 303 केल्भिन। अब यो घटाउँदाखेरि कति आउँछ 378.75 केल्भिन आउँछ। यसलाई रेसिप्रोकल गरेर लेख्दाखेरि रेसिप्रोकल नै राउन्ड अफ फिगर गर्दाखेरि 379 केल्भिन आउँछ है। यो नै हाम्रो एन्सर हुन्छ। क्वेसन नम्बर 2 हेरौँ है। के भनिरहेको छ त, अ सर्टेन भोल्युम अफ ड्राई एयर, एयर भन्ने छ है, एयर पनि डाइएटोमिक ग्यास हो, एट एनटिपी नर्मल टेम्परेचर एन्ड प्रेसर इज अलाउड इट टु एक्सपान्ड 5 टाइम्स भन्यो है अफ इट्स ओरिजिनल भोल्युमको अन्डर द एडियाबेटिक कन्डिसनमा छ द हिट कन्स्ट्यान्ट हुन्छ। क्यालकुलेट द फाइनल प्रेसर एन्ड टेम्परेचर। फाइनल प्रेसर पनि निकाल र टेम्परेचर पनि निकाल। गामाको भ्यालु 1.42 हुन्छ। यो क्वेसनमै गिभन हुन्छ है। सोलुसन हेरौँ है।
एट एनटिपी भनेको कारणले गर्दा एट एनटिपीमा हेर्दाखेरि प्रेसर कति हुन्छ जसलाई हामीले P1 मानौँ इनिसियल प्रेसर 1.01 × 10⁵ न्युटन पर मिटर स्क्वायर हुन्छ। टेम्परेचर 0 डिग्री सेन्टिग्रेड भयो। 0 डिग्री सेन्टिग्रेड भन्नुको 273 केल्भिन हो है। इनिसियल भोल्युम कतिसम्म छ त V मानौँ है, यहाँ लेट गरौँ, लेट इनिसियल भोल्युम V मानौँ। अनि फाइनल भोल्युम 5 टाइम्स भएको छ इनिसियल भोल्युमको भनिरहेछ, 5 टाइम्स भयो। अनि फाइनल टेम्परेचर निकाला भन्यो, फाइनल प्रेसर निकाला भन्यो। यो कन्डिसन के हो त एडियाबेटिक कन्डिसन हो है। फर एडियाबेटिक कन्डिसन हो भने P1 V1 गामा इक्वल टु P2 V2 गामा हामीले इक्वेसन डिराइभ गरेको हो। P1 V1 गामा डिभाइड बाई V2 गामा हामीलाई P2 निकाल्नु भनेछ। P2 इक्वल टु P1 इन्टु V1 बाई V2 को होल पावर गामा लेख्न पाइन्छ। यसरी P1 को भ्यालु 1.01 × 10⁵ दिएकै छ। V1 भनेको V हो, P2 भनेको 5V हो, अनि होलको पावर गामाको भ्यालु क्वेसनमै छ 1.42 हुन्छ। यो क्याल्कुलेसन गर्दै जाँदाखेरि कति आउँछ त एन्सर 1.06 × 10⁴ न्युटन पर मिटर स्क्वायर आउँछ। एन्ड अर्को फाइनल टेम्परेचर भनेछ। फाइनल टेम्परेचर भन्नाले टेम्परेचर र भोल्युमको हामीले जुन ड्राइभ गरेका थियौँ रिलेसन, यही फर्मुला लगाउने T1 V1 गामा -1 इक्वल टु T2 V2 गामा -1। हेर्नु हामीलाई T2 निकाल्नु पर्ने हो, T2 लाई अगाडि राख्ने, V2 लाई V2 को पावरमा गामा -1 लाई यता डिभाइड गर्न ल्याइदिउँ। T1 V1 गामा -1 डिभाइड बाई V2 गामा -1 भयो। T2 इक्वल टु अब गामा -1 यहाँ सेम छ है, त्यही कारणले गर्दा होल पावर गामा -1 लेखेको V1 बाई V2 होल पावर गामा -1 इन्टु T1 छँदै छ। अनि V1 भनेको V हो, V2 भनेको 5V हो, यी पावरमा गामाको भ्यालु 1.42 भयो, -1 छँदैछ, अनि इन्टु 273 T1 को टेम्परेचर हो। यो गर्दाखेरि कति आउँदो रहेछ टेम्परेचर 138.86 केल्भिन आउँदो रहेछ। ल अब क्वेसन नम्बर 3 तिर जाम है, के भनिरहेछ त 5 मोल्स अफ आइडियल ग्यास आर केप्ट कन्स्ट्यान्ट टेम्परेचर भन्नाले आइसोथर्मल कन्डिसन हो भन्ने बुझ्नु पर्यो है। 5 मोल भनेको एनको भ्यालु दिएको छ 53 डिग्री सेन्टिग्रेड T टेम्परेचर, व्हाइल द प्रेसर अफ ग्यास इन्क्रिज गरियो कति 1 एटमोस्फियरबाट 3 एटमोस्फियर। क्याल्कुलेट द ओक्टेन निकाल। जुन त्यो आइसोथर्मल कन्डिसनमा राखेर 1 एटमोस्फियर प्रेसरबाट 3 एटमोस्फियर प्रेसरमा लिँदाखेरि कति ओक्टेन गर्यो त निकाल भनेको छ कि। अब सोलुसन गिभन के छ, नम्बर अफ मोल्स दिएकै छ, 5 मोल भनेकै छ। अब टेम्परेचर दिएको छ 53 डिग्री सेन्टिग्रेड, यसलाई हामीले केल्भिन बनाउनका लागि 273 एड गर्ने 326 केल्भिन हुन्छ। इनिसियल प्रेसर 1 एटमोस्फियर हो, फाइनल प्रेसर 3 एटमोस्फियर भयो। वी नो द्याट हामीलाई ओक्टेन निकाल्नु पर्यो आइसोथर्मल कन्डिसनको लागि भने nRT log P1 बाई P2 हुन्छ है। भोल्युमको टर्ममा लेख्नु पर्यो भने फेरि nRT log V2 बाई V1 हुन्छ नि त। प्रेसरको टर्ममा P1 बाई P2 log P1 बाई P2 हुन्छ। अनि भ्यालु पुट गर्ने नम्बर अफ मोल दिएकै छ 5 मोल इन्टु R को भ्यालु चाहिँ उति हुन्छ है 8.314 राख्ने, यो भ्यालु राख्ने 8.314 राख्ने इन्टु 326 भनेको यहाँ टेम्परेचर हामीले निकालेको छु, टेम्परेचरको भ्यालु राख्ने। अनि लग P1 भनेको 1 एटमोस्फियर हो, 1 डिभाइड बाई 3 गर्दाखेरि क्याल्कुलेसन गर्दाखेरि कति आउँछ नेगेटिभ अफ 14,881 जुल आउँछ। नेगेटिभ किन आएको भने ओक्टेन बाई सिस्टममा नेगेटिभ साइन आउँछ है। अब यो एकदम सजिलो क्वेसन नम्बर 4। एन आइडियल ग्यास टेकन थ्रू अ सिरिज चेन्जेस रिप्रेजेन्टेड इन अ डायग्राम द ओक्टेन बाई द ग्यास द इन्ड अफ द साइकल। यो साइकल कम्प्लिट हुँदाखेरि यहाँबाट सुरु भयो होला, अनि ग्यास एक्सपान्सन हुँदै यहाँ पुग्यो होला, त्यतिखेर चाहिँ ओक्टेन कति भयो त निकाल भनेछ है यो सिरिजमा। यो चाहिँ इनिसियल भोल्युम हो, यता भोल्युम भर्सेस प्रेसर ग्राफ हो। यो फाइनल भोल्युम भयो, यो इनिसियल टेम्परेचर हो, यो फाइनल इनिसियल टेम्परेचर इनिसियल प्रेसर हो, यो फाइनल प्रेसर हो है। अब सोलुसन हेरौँ। फर साइक्लिक प्रोसेसको लागि हामीले यस्तो रिलेसनहरू डिराइभ गरेकै छौँ। ओक्टेन इक्वल टु के हुन्छ त एरिया अफ ट्रायङ्गल, एबिसीको ट्रायङ्गलको एरिया निकालिदिउँ भने हामीले ओक्टेन पाउँछौँ। अब यो ट्रायङ्गलको एरिया भनेको त के हो, हाफ बेस इन्टु हाइपोटेनिस हो है। बेसमा के छ त चेन्ज इन भोल्युम राखौँ न, बेसमा चेन्ज इन भोल्युम राखौँ, हाइपोटेनिसमा चेन्ज इन प्रेसर राख्थ्यौँ। अब चेन्ज इन भोल्युम इन्टु चेन्ज इन प्रेसर भयो है। फाइनल कति छ 6 छ, 3 6 - 3 इन्टु अब यसको सेन्टिमिटर क्युबमा छ क्या, सेन्टिमिटर क्युबमा छ भने त्यसलाई चाहिँ डिभाइड 100 इन्टु 100 ले डिभाइड गर्ने भएको कारणले गर्दा यसलाई डाइरेक्ट 10⁻⁶ मिटर क्युब लेख्न पाइन्छ है। त्यही लेख्यो 10⁻⁶ इन्टु अनि
फाइनल प्रेसर चाहिँ 6 छ, इनिसियल चाहिँ 2 छ। 6 - 2 पास्कल। यो क्याल्कुलेसन गर्दाखेरि कति आउँछ त 6 × 10⁻⁶ जुल आउँछ है। ल क्वेसन नम्बर 5 हेरौँ है, के भनेको छ त। इफ द रेसियो अफ स्पेसिफिक हिट क्यापासिटी अफ ग्यास इज 1.42 गामा, अत यो भनेको CP/CV भने है, त्यसको भ्यालु चाहिँ 1.42। इट्स डेन्सिटी एट एसटिपीमा डेन्सिटी दिएको छ 0.09 kg/m³ दिएको छ है। क्याल्कुलेट द भ्यालु अफ स्पेसिफिक क्यापासिटी एट कस्ट एन्ड प्रेसरमा, कस्ट एन्ड प्रेसर भन्ने बित्तिकै CP, एट कस्ट एन्ड भोल्युम भन्ने बित्तिकै CV, एउटा CP निकाल एउटा CV निकाल भनेको छ है। सोलुसन गिभन के दिएछ, द रेसियो स्पेसिफिक क्यापासिटी दिएछ गामाको भ्यालु, अथवा यसलाई हामीले के पनि लेख्न पाउँछौँ CP/CV पनि लेख्न पाउँछौँ 1.4 दिएछ। डेन्सिटी दिएकै छ 0.09 kg/m³। वी नो द्याट फ्रम आइडियल ग्यास इक्वेसनबाट गयौँ भने PV = MRT भन्ने हुन्छ है। यस्तो पनि हुन्छ PV = nRT हो खासमा, यसमा यो पनि लेख्न पाइन्छ PV = MRT। पीलाई एक्लै राखौँ, M/V RT गरौँ। अब मास बाई भोल्युम भनेको त डेन्सिटी होइन र, डेन्सिटी लेखौँ, त्यसको ठाउँमा डेन्सिटी RT। अब स्ट्यान्डर्ड भनेको कारणले गर्दा STP मा भनेको छ नि स्ट्यान्डर्ड टेम्परेचर एन्ड प्रेसर कति हुन्छ 1.01 × 10⁵ हुन्छ STP मा, इक्वल टु डेन्सिटी दिएकै छ 0.09 इन्टु R को भ्यालु निकालौँ इन्टु स्ट्यान्डर्ड टेम्परेचर प्रेसरमा टेम्परेचर चाहिँ 273 केल्भिन हुन्छ है। यिनी राखौँ। यसरी क्याल्कुलेसन गर्दै जाँदाखेरि R को भ्यालु कति आउँछ त 4110.70 जुल पर मोल पर केल्भिन आउँछ है। यति आउँछ R को भ्यालु। CP/CV को भ्यालु 1/142 दिएछ है, 1.42 के यो फोटो होइन क्या, यसमा 1.4 दिएछ। CP/CV को भ्यालु कति दिएछ 1.4 दिएको छ। अब CP = 1.4 टाइम्स CV हुन्छ क्रस मल्टिपल, यो भयो है। हामीलाई एउटा रिलेसन के ड्राइभ गरेको रिलेसन है, यो ड्राइभ गरेको यो रिलेसन CP - CV = R हुन्छ है। हामीले ड्राइभ गरेको हो, फर्मुला पनि हामीले डिस्कस गरे हो। अब CP को ठाउँमा कति दिएछ 1.4 CV राख्दिने यता, अनि CV घटाइदिने, यो R को भ्यालु माथि निकालेछौँ, यो भ्यालु राख्ने। 1.4 CV बाट -CV गर्दाखेरि 0.4 CV हुन्छ, यताको भ्यालु त्यही छ। CV निकाल्दाखेरि यसले यसलाई डिभाइड गर्यो, यो डिभाइड गर्दाखेरि कति आउँछ त 1.03 × 10⁴ जुल पर केजी है। जुल पर केजी, यसको युनिट चाहिँ जुल पर केजी हो। क्याल्कुलेसन गर्दा हुन्छ है, मैले चाहिँ अलरेडी क्याल्कुलेट गरेर हिसाब गरेको है। अब CP = हामीलाई यहाँनिर थाहा छ 1.4 CV हुन्छ भन्ने कुरा। CP त 1.4 × CV को भ्यालु निकालिसकेका छौँ, अनि CV को भ्यालु राख्ने। यो क्याल्कुलेसन गर्दाखेरि कति आउँछ 1.44 × 10⁴ जुल पर केजी है।